चाहिँ साथी हो नुहाउनुको लागि होइन नि तेल लाएर चिपिक्क भएको छु हो नुहाउनु भनेर त्यही भएर भएन डर लाग्छ है घुमाउँदैछ म चाहिँ नुहाएर आएको है तर दिन चाहिँ के हो यो अघि टिलिलिली घाम लागेको थियो अहिले त छैन घाम त पानी पर्दैछ बाबा हेर न मम्मी नुहाएपछि त पानी त पर्दैछ यस डाँडाहरू बादलहरू कस्तो कालो भएर आएर त ओ माई गड पानी पर्न आँट्यो भन बेबी पानी पर्न आँट्यो हाई गर हाई नगर्ने टाढा भयो नुहाएको थिएँ हो डाँडा त कालै भयो कालै ए काठमाडौँतिर त पानी परेर धुस अचु 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 बेबी अचु 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 बेबी अचु 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 वा 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 मम्मीको फोन आयो मम्मीको यहाँ मम्मीको त फोन आएको छैन बाबु जाडो खाना भात सब्जी दाल मासु पर्क चिकन यता छ व्यस्त मान्छे ए कुर्सी त रहेछ त म त लाखु कहाँ बस्ने हेर्ने यसलाई पो उता सार्न आँटेको थिएँ मैले त कुर्सीको त टेन्सन नगर कति छ आमै तिम्रो बाबु त यहाँ त पुरा तेल दलेर बसेको जस्तो छ त चिल्लो भएर लु खाऊँ फुपू खाना खाऊँ हाल्छ नि लु नि यहाँ काम खायो हामी चाहिँ लु खाऊँ फुपू तपाईँले मलाई खाने नि हड्डी चाहिँ तिमी खाऊ त खानु हुन्छ मलाई त मलाई मनपर्छ नि मलाई सागसँग खानु मन लागेको छैन खाऊ तिमी खाऊ त होइन खाने नि फुपू र मै खाने नि जायो झरो बेबीले झरो बस भयो हुन्छ फुपू हुन्छ झरो बेबी फुपू चटेर भने त यसले भात नखानु रहेछ हामी खाने यहाँ हुन्छ होला है यहीँ टेबलमा राखेर फुपू र म खाऊँ न त्यो ल के गर्नु के भने तिम्रो त्यही थियो त नि खाना खानु बेला यो हल्का भिडियो हाल्छु पुरा हाल्दिनँ फुपू त देखेन क्या टेबलमा खानै नभए हजार त कडा भएछ फुपू मैले मुम्बईबाट सिकेर आएको दामी भएछ है करम र म खाना खाँदै यहाँ चाहिँ छोरी आफ्नै पारमा व्यस्त हामी यो भिडियो भएर बजुहरूलाई पनि देखाउँछौँ लु है साथी अघि चाहिँ अँध्यारो हुँदाखेरिको भिडियो भने अहिले चाहिँ उज्यालो हुँदाको भिडियो हेर्नु काठमाडौँ कस्तो राम्रो छ यो काग पनि कहाँ आएर कराउँछ है बच्चिया चिल उडेको नि चिल हो माया गबाट उड्दैछ यस्तो दामी आमामा चिलहरू त खतरा उड्दैछ यहाँ त काठमाडौँ भ्याली दिन उग्रिँदैछ अघि चाहिँ पुरा धुममा थियो अहिले चाहिँ यो चाहिँ नारायणथानको डाँडा ल म चाहिँ भित्र गएँ है मुनि हम हे न इधर हम हे हजुर ए ल हुन्छ म यहीँ हुन्छु जानु पर्दैन बेबी के गर्दैछ तिमी हजुर बुबु खाने हो तिमी ल बुबु के जान बुबु खानु यहाँबाट कहाँबाट यहाँबाट टोकिदियो सामु चाहिँ स्कुलबाट आइसकेको भ्लग बनाउँदैछ भरे तिमी भ्लगमा आउँछौ क्या किन लुकेको तिमी कहाँबाट आएको श्यामाले के बनाउनु हुँदैछ खाजा बिचरा जाम जिस्काउ त्यो कस्तो मूर्ख नि टुइँ कराउँछ नि त्यो त गरेको तर
ट्याक्क नभएको कि आधी बाटै मरिरहेको म चाहिँ तल बसिरहेको पानी 10-15 मिनट जति बसिरहेको अब त पानी भऱ्यो भनेर गएको त आवाजै आउँदैन पानी त ल्या भरि बाबुले ड्रेस खोलेर होइन अनि यता मम्मीको घाँटीमा लगाइसिनु भएको छ खै त बाबु चटपटे ल्याऊ चटपटे मेरो बाबुले चटपटे बनाएको खै यहाँ के हाल्यो सामु तिमीले चाउचाउ चिप्स चाहिँ कुन हालेको करेन्ट ल लेस गयो खै स्पन तिनवटा हाल न अनि पो खानु मजा आउँछ त डाडुले ताना तानु होला फेरि हामी सबजना वाउ खाने भए आउनु है सबैजना चटपटे र चाय ल्याउ न त्यो त उयो साइडमा राख डाडु त साइडमा राख न एउटा ड्रिम ल्यान्डमा चाहिँ हामी चाहिँ खाने ल्यान्डतिर जाँदैछौँ होइन उडाइदिन्छौँ हजुर ल खम एक बाइट खाएर बस गर्नुपर्छ ल हुन्छ बाबा धन्यवाद आशिष दिनुहोस् हाम्रो निम्ति चटपटी छुटाइदिनु भयो आशिष दिनुहोस् आमेन ल खम बाबु आमा छोरा चौरास्सै भएछ चौरास्सै च्वाक कस्तो भयो बब्बल भयो चटपटे राख्नु भन्दा घरि घरि खानु मिठो हुन्छ कडा आथ्यो मेरो नातिनीले नि यो उसले त बहुत प्रब्लम हुँदो रहेछ खाली अनि मजा गर्दै छैन नि त चोकेट माया गर्दै एकचोटि मम्मीलाई मम्मी किस्मी कुकुरलाई माग्दैछु ल आई लभ यु जोडी उयो को हो त्यो को हो यो दुईजना को हो बेबी र मम्मी को रहेछ त आमा बाबा कहाँ छ त्यो आमा बाबा एकचोटि मेरो बेबीले मलाई ठप्छ आमा बाबा यु मिस मी आमा बाबा अहिले मलाई पङ्खा नि खोलेँ कि कुन चाहिँ पङ्खा खोलेँ नि हल्का यसो भिडियो आवाज फोकस भनेर कुपु त्यो पङ्खा चाहिँ मारिदिनु न मिस्टेक पोइन्ट गएछ वाउ नाइस आई लभ यु थुक्पा हजुर बेबी नाची गर्छ नि ओए म लगाइदिन्छु ल त्यो छक्का पन्जाको गीत लगाइदिनु बाबु अघि आएको छक्का पन्जाको लागि त ब्याक गरेर बाबु यसको चोइस त बुझ्ने गाह्रो पो हुन्छ त अस्ति एउटा त के हो जाति काँडैले भन्दै आउँथ्यो अडेले काँडैले लगाइदिनु त बाबु छक्का पन्जाको एक्सर्साइज लगाइदियो एक्सर्साइज लगाइदियो त्यो एक्सर्साइज लगाइदियो भन्दैछ सब्सक्राइब नाउ फुपू यसमा खानु है मलाई त अलिक यस्तो खानु तपाईँ हामी होइन यसमा चाहिँ तिमी खाऊ अब तपाईँ खानु न होइन यसमा तिमी खाऊ सामैलाई यसमा देऊ मलाई पनि खुसीलाई यसमा देऊ तपाईँ यहाँ खाने म त्यसमा खान्छु फुपू सुप हाल्नु न फुपू तपाईँ लाउनु फुपू उडाइन्छ होला थुक्पा फुपू ओ माई गॉड है त मम्मी एउटा चाहिँ हाम्रो चिसो पनि छ मौसम है Oh my god. Oh my goodness. 10, 9, 8, 7,
मार्दिनु ग्यास भयो हड्डी घाँटी खान्छु ल म ए जे मासु नि खानु बाल्छन् पुगु 2 पिस अनि झोल हाल्नु भइहाल्छ पुगु खोइ यो सामुलाई नानीलाई यो पुगु खान्छ नि एक पिसमा काट झोल 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 पुगु त्यो छ है दाजु र बहिनी चाहिँ बाजा बाजेछ अब खाना खाने बेलामा उसको बल झऱ्यो अरे ल अलिक सानो आवाज गर त बाबु यो फेरि उयो हुन्छ कपिराइट हुन्छ हल्का अलिकति जिरो चलाइदेऊ न फेरि उफ्रिएला नि त फेरि पुतली बटरफ्लाई तिमी पुतली होइन के हो त तिमी कहाँ बस ल अब चाहिँ म भ्लग एन्ड गर्छु यहाँ सबैजना आफ्नो आफ्नो व्यस्तमा हुन्छ एउटा गिटार बजाउँदैछ एउटा टिभी हेर्नु हुँदैछ यता व्यस्त हो नि पुपु यता पुपु हजुर भात पुपु आफ्नो भाँडाउनु के बजाउनु त बजाऊ एकछिन नाइट भ्यू काठमाडौँ सहर आकाश कराउँदैछ यार गडङ गडङ गर्दैछ पानी पर्छ होला ल लु बजाऊ बजाऊ न जाऊ न बजाऊ ल दादासँग बजाऊ त छिटो बजाऊ त ल ऊ त त्यहाँ मम्मीले गाउनु थालिसक्यो आमाले लु तिमी आफै पक्रा बेबी गिटार पक्र लु पक्र नि त पक्री गर न नपक्रिने खै मम्मीसँग पक्रिने ल मम्मी दिन्छु ल मम्मीसँग दिन्छु ल उसलाई डर लाग्यो क्या त्यो एक प्रकारले लु लु बची गर मम्मी यहीँ छु लु बची गर्नुहोस् क्याच 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 ल लु यसरी बजाउने लु लु उसको तरिकाले बजाउने लु बजाउनु त लु बजाउनुहोस् त यसो गर्नुहोस् ए निकी पापाले बजाउँछ सिमन काकाले चामु मामाले हो बजाउँछ यो छ रिसाको पोका लु